प्रश्न नंबर 1, मंदिर नभएको देश कुन हो? ऑप्शन ए सऊदी अरब, ऑप्शन बी पाकिस्तान, ऑप्शन सी बांग्लादेश, ऑप्शन सी बहराइन। यसको सही उत्तर हुन्छ ऑप्शन ए सऊदी अरब। प्रश्न नंबर 2, विश्वमै पहिलो तैरिने सहर कुन देशले निर्माण गर्ने भएको छ? ऑप्शन ए जापान, ऑप्शन बी चीन, ऑप्शन सी दक्षिण कोरिया, ऑप्शन डी उत्तर कोरिया। यसको सही उत्तर हुन्छ ऑप्शन सी दक्षिण कोरिया। प्रश्न नंबर 3, नेपालको हावापानीमा निम्नमध्ये कुनले प्रभाव पार्दैन? ऑप्शन ए अक्षांश, ऑप्शन बी समुद्री दूरी, ऑप्शन सी धरातलीय उचाइ, ऑप्शन डी नदीको उपस्थिति। यसको सही उत्तर हुन्छ ऑप्शन डी नदीको उपस्थिति। प्रश्न नंबर 4, नमस्ते झरना कुन जिल्लामा पर्दछ? ऑप्शन ए मनाङ, ऑप्शन बी सङ्खुवासभा, ऑप्शन सी नुवाकोट, ऑप्शन डी धनकुट्टा। यसको सही उत्तर हुन्छ ऑप्शन डी धनकुट्टा। नंबर 5, सेतो मचिन्द्रनाथको रथ यात्राको चलन कसले चलाएका हुन्? ऑप्शन ए प्रताप मल्ल, ऑप्शन बी रञ्जित मल्ल, ऑप्शन सी नरेन्द्र देव, ऑप्शन डी रत्न मल्ल। यसको सही उत्तर हुन्छ ऑप्शन ए प्रताप मल्ल। प्रश्न नंबर 6, किरा फट्याङ्ग्रा खानेहरू कुन देशमा पाइन्छ? ऑप्शन ए पोल्यान्ड, ऑप्शन बी अफ्रिका, ऑप्शन सी अमेरिका, ऑप्शन डी श्रीलङ्का। यसको सही उत्तर हुन्छ ऑप्शन सी अमेरिका। प्रश्न नंबर 7, मेणबत्तीको रूख कुन देशमा छ? ऑप्शन ए जापान, ऑप्शन बी अफ्रिका, ऑप्शन सी अमेरिका, ऑप्शन डी ब्राजिल। यसको सही उत्तर हुन्छ ऑप्शन बी अफ्रिका। प्रश्न नंबर 8, विश्वको कुन नदीमा छाया देखिँदैन? ऑप्शन ए कालीगण्डकी, ऑप्शन बी जोर्डन नदीमा, ऑप्शन सी कङ्गो, ऑप्शन डी मिसिसिप। यसको सही उत्तर हुन्छ ऑप्शन बी जोर्डन नदीमा। प्रश्न नंबर 9, सूर्योदयको देश भनेर कुन देशलाई चिनिन्छ? ऑप्शन ए लेबनान, ऑप्शन बी जापान, ऑप्शन सी इरान, ऑप्शन डी नेपाल। यसको सही उत्तर हुन्छ ऑप्शन बी जापान। नंबर 10, जल स्रोतको लागि विश्वको दोस्रो धनी देश कुन हो? ऑप्शन ए ब्राजिल, ऑप्शन बी भारत, ऑप्शन सी चीन, ऑप्शन डी नेपाल। यसको सही उत्तर हुन्छ ऑप्शन डी नेपाल। प्रश्न नंबर 11, भूमध्य रेखालाई 2 पटक पार गर्ने नदी कुन हो? ऑप्शन ए कङ्गो, ऑप्शन बी जोर्डन, ऑप्शन सी मिसिसिप, ऑप्शन डी कनकाई। यसको सही उत्तर हुन्छ ऑप्शन ए कङ्गो। प्रश्न नंबर 12, कुकुर जस्तो कराउने चरो कुन देशमा पाइन्छ? ऑप्शन ए रुस, ऑप्शन बी चीन, ऑप्शन सी ब्राजिल, ऑप्शन डी नेपाल। यसको सही उत्तर हुन्छ ऑप्शन सी ब्राजिल। प्रश्न नंबर 13, कुन देशमा पुरुषभन्दा महिला बढी शिक्षित छन्? ऑप्शन ए भारत, ऑप्शन बी हंगेरी, ऑप्शन सी नेपाल, ऑप्शन डी अमेरिका।
यसको सही उत्तर हुन्छ अप्सन बी हंगेरी। प्रश्न नम्बर 14 रातो केरा कहाँ पाइन्छ? अप्सन ए भारत, अप्सन बी नेपाल, अप्सन सी चीन, अप्सन डी अस्ट्रेलिया। यसको सही उत्तर हुन्छ अप्सन डी अस्ट्रेलिया। प्रश्न नम्बर 15 विश्वमा सबभन्दा बढी रेशम उत्पादन गर्ने देश कुन हो? अप्सन ए भारत, अप्सन बी नेपाल, अप्सन सी चीन, अप्सन डी अस्ट्रेलिया। यसको सही उत्तर हुन्छ अप्सन सी चीन। प्रश्न नम्बर 16 दाह्री पाल्ने चलन कुन देशबाट सुरु भयो? अप्सन ए चीन, अप्सन बी इजिप्ट, अप्सन सी फ्रान्स, अप्सन डी भारत। यसको सही उत्तर हुन्छ अप्सन बी इजिप्ट। प्रश्न नम्बर 17 वर्षको 2 पटक बजेट पास गर्ने देश कुन हो? अप्सन ए अमेरिका, अप्सन बी ग्रीस, अप्सन सी फ्रान्स, अप्सन डी जापान। यसको सही उत्तर हुन्छ अप्सन सी फ्रान्स। प्रश्न नम्बर 18 विश्वमा सबैभन्दा बढी धुम्रपान गर्ने देश कुन हो? अप्सन ए भारत, अप्सन बी नेपाल, अप्सन सी चीन, अप्सन डी अमेरिका। यसको सही उत्तर हुन्छ अप्सन सी चीन। प्रश्न नम्बर 19 नेपाली गलैँचाको मुख्य बजार कहाँ छ? अप्सन ए भारत, अप्सन बी चीन, अप्सन सी अमेरिका, अप्सन डी जर्मनी। यसको सही उत्तर हुन्छ अप्सन डी जर्मनी। प्रश्न नम्बर 20 कुन महादेशमा एउटा पनि हिमनदी छैन? अप्सन ए अस्ट्रेलिया, अप्सन बी एसिया, अप्सन सी अफ्रिका, अप्सन डी युरोप। यसको सही उत्तर हुन्छ अप्सन ए अस्ट्रेलिया।